हेलो नमस्ते एभ्रिवान, स्वागत छ तपाईहरुलाई हाम्रो किचन हाम्रो भान्सामा। आज चाहिँ म हजुरहरुसँग चिकन रोस्टको रेसिपी शेयर गर्न जाँदैछु। हुन त भान्सामा पकाउने आफआफ्नै शैली र तरिकाहरू हुन्छ, तर आज चाहिँ म हजुरहरुलाई मेरो तरिकाबाट एकदमै सिम्पल वेमा यो चिकन रोस्टको रेसिपी बनाएर देखाउँदै छु। मैले चाहिँ यसलाई आफ्नै घरमा उपलब्ध सामानहरुबाट बनाएको छु। सो त्यसैले आउनुस् ढिला नगरी रेसिपी सुरु गरौँ है त। रोस्टको लागि सबैभन्दा फर्स्टमा मैले यहाँ 1 केजी फ्रेश चिकनलाई लिएको छु। चिकन चाहिँ आफ्नो आवश्यकता अनुसारले हजुरहरुले लिन सक्नुहुन्छ र यसको शेपलाई पनि हजुरहरुले ठुलो सानो आफूलाई जस्तो मन पर्छ त्यही अनुसारले बनाउन सक्नुहुन्छ। सबै चिकनलाई बाउलमा राखिसकेपछि अब चाहिँ हामीले यसलाई सफा पानीमा 3-4 पटक पखाल्नु पर्छ। मैले चाहिँ चिकनलाई पानीमा सफासँग पखालेर ल्याइसकेको छु। अब चाहिँ हामीले चिकनलाई म्यारिनेट गरेर आधीदेखि 1 घण्टासम्म रेस्ट गर्नको लागि छोडिदिनु पर्छ, जसको लागि यहाँ मैले थोरै नुनलाई एड गर्दै छु। नुन राखेपछि थोरै बेसार र चिकन मसला पाउडरलाई पनि यसमा मैले एड गरेको छु। त्यसपछि यसमा मैले लसुन, अदुवा र हरियो खोर्सानीको पेस्टलाई पनि एड गर्दै छु। अब चाहिँ हामीले यो मसलालाई चिकनको सबैतिर लाग्ने गरेर मज्जाले मिक्स गर्नुपर्छ। मसलाहरू राम्रोसँग मिक्स भइसकेपछि अब चाहिँ हामीले यसलाई आधीदेखि 1 घण्टा रेस्ट गर्नको लागि छोडिदिनुपर्छ। 1 घण्टा जति म्यारिनेट गरेर राखिसकेपछि अब चाहिँ हाम्रो चिकन रोस्ट बनाउनको लागि रेडी भइसकेको छ। त्यसैले यहाँ चाहिँ मैले आफूलाई आवश्यक तेल अलरेडी कराईमा तताइसकेको छु। तेल राम्रोसँग तातिएपछि यसमा चाहिँ म एक गरेर चिकनको पिसलाई पनि एड गर्दै छु। अब चाहिँ हामीले यसलाई दुवैतर्फ फर्काउँदै पकाउनु पर्छ। अब चाहिँ हामीले ग्यासको फ्लेमलाई मिडियममा राखेर यसलाई बिस्तारै पकाउँदै जानुपर्छ। एकपट्टि डीप फ्राई भइसकेपछि अब चाहिँ हामीले यसलाई फेरि पनि अर्कोपट्टि फर्काएर त्यसरी नै पकाउनु पर्छ। अब चाहिँ हाम्रो फर्स्ट लटको चिकन एकदमै राम्रोसँग रोस्ट भइसकेको छ। यहाँ भिडियोमा हजुरहरुले पनि देख्न सक्नुहुन्छ। अब चाहिँ यो सबैलाई म निकालेर एउटा बाउलमा राख्दै छु। अब बाँकी रहेको चिकनहरुलाई पनि त्यसरी नै डीप फ्राई गर्दै दुवैतर्फ पकाउँदै निकाल्नु पर्छ। अब चाहिँ हाम्रो सेकेन्ड लटको चिकन पनि एकदमै राम्रोसँग रोस्ट भइसकेको छ। यसलाई पनि म त्यही बाउलमा राख्दै छु र यसरी नै हजुरहरुले पनि थोरै सामानबाट घरमै मिठो चिकन रोस्ट बनाएर खान सक्नुहुन्छ। हजुरहरुले पनि एकपटक यो चिकन रोस्ट घरमा बनाएर ट्राई गर्नुहोला। आशा छ आजको भिडियो हजुरहरुलाई मन पर्यो होला। यस्तै थप नयाँ रेसिपीहरुको लागि मेरो च्यानललाई लाइक, कमेन्ट, शेयर र सब्स्क्राइब गरी धेरैभन्दा धेरै माया र सपोर्ट पनि गरिदिनु होला र भिडियोलाई अन्त्यसम्म हेरेर साथ दिनु भएकोमा धेरै धेरै धन्यवाद।